दामी रहेछ नि त रना त के हो क्या यो हेर्दैछ यो यहाँ पनि छ तासी छ अब आउँदैन रहेछ यो त आलु मान्छेले खाने खाने छोरा यो चाहिँ वारीदेखि पारी जाने लोकल बोर्ड हो यो चाहिँ हामी चढेको यस्तैमा हो यहाँ छ घन्टाघर लोकल बोर्डमा छ यहाँदेखि अब पारी जान्छौँ सेन्ट्रल भन्दैन सेन्ट्रलबाट फेरि जान्छौँ लामा आइल्यान्ड यस्तो राम्रो बोर्ड छ यस्तै यो अहिले हामी चढिराखेको सेम त्यस्तै छ पुरै गर्मी भइरहेको थियो अहिले यस्तो राम्रो आज चाहिँ हामी यहाँ जान आँटेको यो लामा आइल्यान्ड यस्तो यस्तो छ हामी चाहिँ अहिले ठुलो बोर्डमा चढिसकेका छौँ वेलकम टु द लामा आइल्यान्ड हामी लामा आइल्यान्डमा आइसकेका छौँ गेट चाहिँ यो रहेछ त्यहाँ छन् मान्छेहरू भर्खर निस्किँदैछ सबैजना सर्कलको बजार छ लामा आइल्यान्ड अम्मा साइकलै साइकल छ यार सब बोर्डहरू पार्किङ गरेका छन् घरहरू सानो सानो छ है यहाँ चाहिँ लामा आइल्यान्डको सिन चाहिँ यस्तो छ साइकल साइकल छ पुरा अब घामले डढेर कालो होइन कालो हुन्छ पुरा घाम लागिरहेछ Let's go. बनाउँदै रहेछ कि यहाँनिर बारेको छ त्यो त यतिको के हो चाहिँ अलिक त्यो छुट्टी फ्री छ भने चाहिँ खाँदा खाँदा आधी बोतलै खाइएछ अहिले होइन नराम्रो रहेछ पहिले जस्तो चाहिँ पहिला जस्तो खाँदा नि पहिला त मिले नै हुन्छ टोटल छोडे नि त्यस्तो भान्जीको त्यो टिकटक बनाइसक्नु भयो यो हाम्रो पानी होइन नदुख्ने खालको राम्रोले त केही हुन्न भएको होइन त्यो त अर्को रक्सीसँग मिसाउनु भयो त छिटै बुझ्दै म त साल त हाम्रो ड्रिङ्क्सहरू चाहिँ आइसकेको छ पापड मसला मेरोमा त क्यामेरा पनि के खालको क्यामेरा मर्दा त अब रमेशको टाउको त खुल्यो नि मर्दा त डेन्जर पर्यो नि त ल्याउँछु यति भन्दा मैले यसरी आउनु मजाले खाउनु अब हामीको पाको के टेस्ट गर्दा नि तपाईँलाई गाड्नु मात्रै पुग्यो कि कसो पुरा हो नि भान्जी मैले अनि त मैले बचा बेस हुन त म किन यतै थिएँ
त्यो त हिजो अस्ति हो। आइपुगे जस्तो छ है बिच। अब चाहिँ हिँड्दा 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 ओ माई गड जुत्ताले खुट्टा पिल्साएर पिलिक्कै भइसक्यो होला, दुख्दैछ। फाइनली वी आर अराइभिङ। स्टुडेन्टहरू छन्, के छन्। वाउ बल्ल बल्ल आइपुग्यो। ओ माई गड दामी रहेछ नि त रना त। यत्रो हिँडेर आयो। फाइनली हामी चाहिँ लामा आइल्यान्डको बिच आइपुगेको। अनि कस्तो रहेछ भने राम्रै रहेछ, त्यति धेरै मान्छेहरू रहेछ, स्विमिङ गर्दैछन्, ठाउँ पनि राम्रो रहेछ। वाउ स्विमिङ खेल्ने ठाउँ चाहिँ यता छ। यस्तो जङ्गलको छेउमा यहाँनिर चाहिँ ढुङ्गा निस्केको रहेछ क्या, ढुङ्गा देखिरहेछ पुरा। Seafood त्यस्तो हुन्छ कि अब उँगे हो क्या यो हेर्दैछ चाइनिज रेस्टुरेन्टमा कति महँगो महँगो पर्छ हात नसमाको त ट्याक्क पासिँदो रहेछ क्या, डर लागेर छोडिदियो। सी फुडहरू त कति धेरै हो, तर सानो सानो यो हो होइन, जिउँदैछ यहाँ कहाँ टाँसिरहेको थियो यो
यहाँ पनि छ तासी छ अब यहाँ पनि छ यिनीहरू ओएमजी बिजनेस गर्नुपर्छ क्या यहाँ यता ढुङ्गा भइसक्यो यहाँ नपर्दो रहेछ क्या हो चिनाहरूले नत्र त भेट्दैन नि त यहाँ बेबीहरू बेबी ओएमजी कति धेरै छ सानो सानो बच्चा हो क्या यिनीहरू ढुङ्गा भइसक्यो डल्लै टिभी भन्दा एक छाक हुने रहेछ खालको छ डाँडामा चाहिँ पुरा हाइकिङ गर्ने बाटो रहेछ मान्छेहरू कति धेरै हिँडिरहेछ क्या कति धेरै जाँदैछ यहाँबाट हाइकिङ गर्ने ठाउँ रहेछ पुरै यो डाँडाबाट अब हाइकिङ गरेर फेरि अर्को डाँडातिर कता निस्किन्छ क्या अर्को आइल्यान्डतिर कता अर्को गाउँतिर यता त पुरै समुद्र भयो विशाल समुद्र छ हाम्रो ब्यागहरू चाहिँ उहाँ माथि छ अब चाहिँ घर जाने बेला भएको छ कति धेरै मान्छेहरू छ क्या अहिले पनि साँझ पर्दै गएपछि त शीतल शीतल हुन्छ नि त कति धेरै मान्छेहरू छन् स्विमिङ गर्ने फोटो खिच्ने मैले जस्तो भिडियो बनाउने अब चाहिँ हामीले सकिन लागेको यहाँबाट घर हावाले क्या कपाल अब चाहिँ घर जान्छौँ होला है हामी प्लस के गर्छौँ रमाइलो भयो लामा आइल्यान्डको बिचमा रिटर्न ब्याक होम बोर्ड चाहिँ आइरहेको जस्तो छ छोट्ला जस्तो छ बोर्ड अब यहाँ पनि पेचा भयो अरे ओ माई गॉड के बनाएको त्यस्तो मान्छे धेरै भयो क्या यो बोर्डमा यार कति धेरै मान्छे छ अनि ओ माई गॉड डर लाग्यो
जानु पर्छ ल यो कसरी खाने छोरी मान्छेले खाने छोरीलाई यसो गर्दै खाने यसो हल्लाउने अनि मजाले कति हाल्ने मजाले कति सिद्धियो कि क्या हो यो हङकङमा कागती महँगो छ र तल गएर एउटा किनेर लिनु हुन्छ भन्छ आलु निम्की सुकुटी